सो हेलो एभ्रिवान, वेलकम टु न्यू भ्लग। तपाईहरुलाई मेरो नयाँ भ्लगमा स्वागत छ। आई होप कि तपाईहरु पनि सन्चै हुनुहुन्छ होला। म पनि सन्चै फिट एन्ड फाइन छु। साथीहरु, आजको हाम्रो डे 2 भइसकेको छ हाम्रो पार्टीको। अनि अब डे 2 मा हुनेवाला छ काम, पानी सिमेन्ट ढुङ्गाको काम। अनि अब त्यो गर्न चाहिँ हामी जाँदैछौँ। त्यो भन्दा पहिला हामीले गर्दैछौँ बिहानदेखि पानीको जुगाड गर्नु चाहिँ साह्रो परिरहेको छ साथीहरु। माथि पाइप बोकेर मेरो भान्जाले चाहिँ हिँडिरहेछ। अहिलेको हामी टिम भनेको 2 जना छौँ पानीको लागि। अन्य सघाउने मान्छेहरू पनि आउँदैछ। नआइ त भएन नि त साथीहरु। गाउँघरमा भनेको सहयोग भनेको भइ नै हाल्छ। त्यो त मैले भनिराख्नै पर्दैन। अनि अब बिहानदेखिको प्रेसरमा भएर पानीले दग्दी दिएर अलिक बिहानको चाहिँ भिडियो गर्न पाइएन। त्यही नै हो साथीहरु। तर पनि हामीले ल्याइसकेको छौँ भिडियो। अब के बोल्नु। अनि यहीँ हो, फाइनली आइसकेको छु। यहाँ पाइप लाँदैछ यसरी। अनि यहाँ बनाउने हो, हामी जानुपर्ने यता पानी बनाउनु। यस्तो मेहनत लाग्यो साथीहरु। त्यो त अब तिमी हैन, बक 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 अल्छी नगर। अब यो चाहिँ अब यस्तै छ। यहाँ बालुवा छ, हामीले पानी चाहिँ यहाँसम्म ल्याउनु पर्ने हुन्छ। अनि त्यही भएर म पनि कुद्नु पर्ने हुन्छ साथीहरु। क्यामेरा चाहिँ हल्लिन्छ क्या, त्यही भएर कुद्नु पनि मन लाग्दैन। पर अब भेट्नै पर्ने हुन्छ पानी जोड्ने ठाउँमा साथीहरु। ढुङ्गा चाहिँ टाढो परिरहेछ हामीलाई। के गर्नु, दुःख यस्तो छ साथीहरु। 2 जना त्यो भान्जा र कान्छा त्यता जाँदैछ। म र महिलाले अब यो ट्रिप ल्याउनु पर्ने हुन्छ। त्यही नै हो साथीहरु। अब आजदेखि गाह्रो स्टार्ट भएको छ। कति दिन लाग्छ यो काम चाहिँ, छिटो सकिहाल्नु हुने। यही काम चाहिँ ढिलो भएपछि त अनि कहाँबाट भयो त। तिहार पनि आउनु आँटिसक्यो साथीहरु। यहाँ हामी हतार काम गर्दैछौँ। अनि अब गाडी पनि आउँछ टक्कसँगले। दामी छ। अब ढुङ्गा चाहिँ टाढो पर्यो, त्यही नै हो। यहाँ आउँदा पनि ढुङ्गा छ मेरो त। अब साथीहरु यहाँ सुरु गाह्रो पो। आज रामको बेला कोही मोबाइल खेल्न म फुटाइदिन्छ। आज यस्तो भएपछि परबाट नै आउँदैछ साथीहरु। पर खतरा गरे आउँदैछन्। बोकेर साथीहरु। भने अहिले पानीको काम क्यान्सल भइसक्यो, किनभने पाइपले पुगेन। अहिले हामीलाई ढुङ्गा बोकाउनु थालिहाल्यो, मारिहाल्यो नि। अनि हाम्रो हुनुहुन्छ पछाडि पनि मेरो टिम, मेरो हल आजको। र यस्तो हलहरूलाई पेल्दा म नै पेलिसकेँ कि। अनि त्यहाँ छ ढुङ्गा। गाडी चाहिँ कति हुन्छ हौ? गाडीको भ्लग पनि निक्लिसक्यो यार। साथीहरु त खतरा हिँड्दैछन् त नि ट्रकसँगले। भने यता काम अन्त खतरा गर्दैछन्।
काम गरे त डेन्जर छ त म चाहिँ यता हिँड्दैछु साथीहरू हो त्यही हो मेरो हिँड्ने मेरो काम गराइ यताति पार्छ म चाहिँ यहाँ छु म नि हिँडिरहेको छु साह्रो पर्यो क्या पर्नु चाहिँ गलिरहेछ हातहरू पनि यस्तो भइरहेछ त्यही हो साथीहरू गाह्रो छ मलाई अब म पनि ढुङ्गा बोक्दैछु नि त ढुङ्गा त बोक्नु पर्यो तान्नु